के तपाईलाई थाहा छ गुठी भनेको के हो? गुठीका कस्ता प्रकारहरू छन् र गुठीको सम्पत्ति कति छ? आज हामी नेपालकै धार्मिक, सांस्कृतिक र सामाजिक सम्पदाको आधारशिला मानिने गुठी प्रणालीको रोचक यात्रा सुरु गर्नेछौँ। गुठी भनेको के हो? गुठी भनेको धार्मिक, सांस्कृतिक वा परोपकारी कार्यका लागि दाताले आफ्नो सम्पत्ति दान गरेर स्थापित संस्था हो। यसले मठ मन्दिर, जात्रा, पर्व र सामाजिक परोपकारी कार्यहरूको सञ्चालन गर्छ। हाल नेपालका 68 जिल्लामा गुठी जग्गा फेला परेको छ। गुठीलाई दुई मुख्य प्रकारमा वर्गीकृत गर्न सकिन्छ। राजगुठी। राजगुठी भनेको नेपाल सरकारबाट गुठी संस्थानलाई हस्तान्तरण भई संस्थानले सञ्चालन गर्ने गुठी हो। यसलाई पनि दुई प्रकारमा विभाजन गरिएको छ। अमानत गुठी। यस्ता गुठीको सम्पूर्ण आय गुठी कोषमा जम्मा हुन्छ। पर्व, पूजा, जात्रा आदिका लागि खर्च सोही कोषबाट विनियोजन गरिन्छ। हाल 1050 अमानत गुठीहरू छन्, जसमध्ये काठमाडौँ उपत्यकामा धेरैजसो यस्ता गुठी फेला पर्छन्। काठमाडौँमा हाल 392 अमानत गुठी रहेका छन् भने भक्तपुरमा 86 र ललितपुरमा 78 अमानत गुठीहरू रहेका छन्। छुट गुठी। यस्ता गुठीका आय स्रोतहरू गुठियार आफै व्यवस्थापन गर्छन्। बाँकी आयमध्ये केही राजगुठीलाई बुझाउनुपर्छ वा व्यक्तिगत रूपमा प्रयोग गर्न सकिन्छ। सरकारले यस्ता गुठियार, महन्त र पुजारीहरूको हक समाप्त गरी गुठी संस्थानमा हस्तान्तरण गरिसकेको छ। हाल लगभग 1232 वटा छुट गुठी छन्, जसमा काठमाडौँमा 258 वटा, भक्तपुरमा 215 वटा र ललितपुरमा 83 वटा छुट गुठी रहेका छन्। निजी गुठी। राजगुठीमा दर्ता नभएका गुठीहरूलाई निजी गुठी भनिन्छ। यस्ता गुठी व्यक्ति वा परिवारले आफ्ना धार्मिक तथा सांस्कृतिक कार्यका लागि स्थापना गरेका हुन्। गुठी ऐन अनुसार दाताको अनुरोधमा गुठी संस्थानले यस्ता गुठीहरूको जिम्मा लिन सक्छ। गुठी जग्गा। गुठीको मुख्य आय स्रोत गुठी जग्गा हो। दाताले गुठीको लागि आस्थाको स्रोत बनाउन आफ्ना हक छोडेर दिएको जग्गा नै गुठी जग्गा हो। गुठी जग्गालाई 5 प्रकारमा वर्गीकृत गरिएको छ। गुठी तैनाथी जग्गा। यस्तो जग्गामा देवस्थल, बगैँचा, पोखरी, सार्वजनिक पातिपौवा लगायत क्षेत्रहरू पर्छन्। गुठी संस्थानले यस्ता जग्गाहरू ठेक्का, बहाल वा लिलामी गरी उपयोग गर्न सक्छ। क्षेत्रफलका हिसाबले पहाडमा 2911 बिघा र तराईमा 1878 बिघा गुठी तैनाथी जग्गा रहेको तथ्याङ्कले देखाउँछ। गुठी अधीनस्थ जग्गा। यस्तो जग्गामा खेती गर्ने किसानले गुठीलाई निश्चित रकम बुझाउनुपर्छ। किसानले कानुनी अधिकार पाएमा यसलाई व्यक्तिगत स्वामित्वमा रूपान्तरण गर्न सक्छ। क्षेत्रफलका हिसाबले पहाडमा 2,43,607 रोपनी र तराईमा 2,196 बिघा गुठी अधीनस्थ जग्गा रहेको तथ्याङ्कले देखाएको छ। गुठी रैतान नम्बरी जग्गा। दर्तावालले गुठीलाई कर बुझाउनु पर्ने जग्गालाई गुठी रैतान नम्बरी जग्गा भनेर वर्गीकरण गरिएको छ। यस्ता जग्गामा दर्तावालको हक सरकारी रैकर जग्गाको दर्तावाल सह हुन्छ। क्षेत्रफलका हिसाबले पहाडमा 3,15,472 रोपनी र तराईमा 62,256 बिघा गुठी रैतान नम्बरी जग्गा रहेको छ। गुठी नम्बरी जग्गा। गुठीको नाममा दर्ता भएको रैकर जग्गालाई गुठी नम्बरी जग्गा भनिन्छ। यस्ता जग्गाको कर स्थानीय निकायलाई बुझाउनुपर्छ। यस प्रकारको जग्गाको यकिन तथ्याङ्क भने हालसम्म उपलब्ध छैन। खानगी जग्गा। गुठीका कामदारले काम गरे बापत भोग चलन गर्न पाउने जग्गालाई खानगी जग्गा भनेर वर्गीकरण गरिएको छ। यस्तो जग्गाको क्षेत्रफल हालसम्म गुठी संस्थानले सार्वजनिक गरेको छैन। गुठी प्रणालीले नेपालका परम्परागत पर्व र जात्राहरूको संरक्षण गर्छ। हाल काठमाडौँ उपत्यकामा 2013 जात्रा तथा पर्वहरू गुठी मार्फत सञ्चालन हुने गरेका छन्,
जसमध्ये काठमाडौँमा 1282 वटा, भक्तपुरमा 309 वटा र ललितपुरमा 422 वटा जात्रा तथा पर्वहरू गुठी मार्फत सञ्चालन हुन्छन्। त्यस्तै गरी 717 मठ मन्दिर, 647 पाती पौवा र 159 पोखरी गुठी अन्तर्गत रहेका छन्। गुठी सम्पत्तिको केन्द्रीकरणले परम्परागत अधिकारमा असर पुर्याएको भन्दै गुठियारहरूले वर्षौंदेखि विरोध भने जनाइरहेका छन्। गुठी भनेको केवल एक संस्था मात्र होइन, यो नेपालको परम्परा, संस्कृति र धार्मिक सम्पदाको रक्षक पनि हो। गुठी प्रणालीको संरक्षणले नेपालका सांस्कृतिक पहिचानलाई जोगाउन मद्दत गर्दछ। आउनुहोस् यो अमूल्य सम्पदाको सम्मान र संरक्षणका लागि सबै मिलेर योगदान गरौँ। यदि तपाईलाई हाम्रो भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सिनु। यसैगरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिचेर नयाँ भिडियोहरूको बारे सूचना प्राप्त गर्नुहोस्। कृपया कमेन्टमा आफ्नो विचार लेख्न नभुल्नुहोस्। साथै यो भिडियो अरूसम्म पुर्याउन बढीभन्दा बढी सेयर गरिदिनुहोला। तपाईको माया र समर्थनको लागि धेरै धेरै धन्यवाद। हामी अर्को रोचक भिडियोमा चाँडै नै भेट्नेछौँ। धन्यवाद।